सबैजनालाई, तपाईँ सन्चै हुनुहुन्छ होला। यो बारी अब तपाईँहरूले कति खेप हेर्नुहुन्छ है। यो बारीमा मैले तुनेबोडी रोपेको थिएँ हो। तुनेबोडी चाहिँ अलरेडी फलेछ। अन्त यो बिउ तपाईँहरूले देख्नुहुन्छ सानो बोट यस्तो दामी छ हो। अन्त यसपालि चाहिँ बिउले यस्तो दामी फल्यो कि के भन्नु तपाईँहरूलाई म देखाउँछु ल। हेर्नुहोस् न, यस्तो मजाले फलिरहेछ हो। अब सब्जीको चाहिँ दुःख हुँदैन हौ। बस्तीमा बस्दाखेरि बस्तीमा बस्ने मान्छेले चाहिँ नि केही यताउता हो मिलिहाल्दो रहेछ। अब आफूले रोपेको छ भने चाहिँ है साथी हो। रोपेको छैन भने चाहिँ फेरि त्यही हो, दुःख पाइयो। मलाई त हुन त अल्छी लाग्छ। हेर्नु न, यो चाहिँ पाकेर निस्किछ। पाकेर तल भुइँमा कति बेसी छ हो। त्यो चाहिँ के भएको भन्नु नि, अब यो चाहिँ हामीले नदेखेर चाहिँ यसरी पाकेर चाहिँ उयो भएको। यस्तो मजाले फलिरहेछ हो। अन्त आज चाहिँ म सिकारमा लागेको नि त, यहाँ सब्जी टिप्ने सिकारमा। अब सब्जी भन्ने कुरा चाहिँ हामी छोरी मान्छेलाई चाहिँ बिहान के खाउँ बेलुका के खाउँ हुन्छ नि त। अन्त अब सब्जी नै भए पनि त्यस्तो हुन्छ सोचाइ चाहिँ। म चाहिँ त्यस्तो छु। अब तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ? मलाई चाहिँ मासु छ भने मात्रै मलाई चाहिँ सब्जीको सुर्ता लाग्दैन है। मासु पकायो खायो हो। यहाँ हेर्नु न, झन् हामीले अस्तिदेखि कति टिपिसकेर हेर्नु न, फलेकै गर्छ हौ। बिहीँ रोप्नुको फाइदा चाहिँ यस्तो छ। यो चाहिँ अब हाई प्रेसर हुनेहरूलाई राम्रो हो। लोलाई चाहिँ अलिक अब डाउन गर्छ। साह्रै लो छ भने चाहिँ, तर अब हाई प्रेसरको लागि चाहिँ ठिकै हो। मेरो पनि लो प्रेसर छ, तर म त खाइदिन्छु। मेरो चाहिँ अब त्यस्तो छैन नि त। त्यही भएर अहिले त अब यो अब हाम्रो यो बर्खाको टाइममा त, यतिखेरको टाइममा चाहिँ हामीहरू गाउँलेहरूलाई चाहिँ साह्रै सब्जीको चाहिँ उयो हुँदैन हौ, दुःख हुँदैन भनौँ न। तपाईँहरूले के खानुहुँदैछ सब्जी? यो चाहिँ मेरो सानो भिडियो मात्रै हो। अन्त चाहिँ यहाँ हेर्नु नि, पाकेर यस्तो मजाले पाकेर पनि झरेछ हो। मैले यहाँनिर सिबी तुनेबोडी तपाईँहरूसँग गफर्दै तुनेबोडी रोपेको। यो चाहिँ मेरो भ्यालेन्टाइन डेको यति नै हो फल। मैले भ्यालेन्टाइन डेको लगाएको थिएँ नि हो त्यो। यो चाहिँ बीलाई चाहिँ इङ्ग्लिसबाट के भन्छ हौ यसलाई चाहिँ साँच्ची भन्दाखेरि? अब हामी चाहिँ यहाँ बस्तीमा चाहिँ बी भन्छ, तर इङ्ग्लिसबाट चाहिँ के भन्छ होला हौ साथी? कमेन्ट गर्नुहोस् है। यति भयो भने त सब्जी दामी हो। बी सिबी सबै टिप्यो हो। अन्त इङ्ग्लिसबाट भन्नुहोस् है यसलाई चाहिँ के भन्छ? यो बीलाई चाहिँ के भन्छ इङ्ग्लिसमा? प्लिज कमेन्ट गर्नुहोस् ल। अन्त आजको घाम चाहिँ यस्तो छ, यस्तो डरलाग्दो घाम लागेको छ। घाम पनि कता छ, यता पो छ त घाम त। अब सुन्तलाको बोट, यो मौरीको बोट, मौरीको बोट हो। यो चाहिँ मौरीको घर हो, तर आएको छैन। आउनै भएको छैन मौरी नै। आउनुहुन्छ होला, एक्सपेक्टमा छु। ओके, थ्याङ्क यू सो मच, बाई बाई।